मेरो छोराले अब एउटा छेत्रिनी भुरो लयो अब एउटा न्यू अघि काल पछि भने जस्तो भयो अब न्यू चाहिँ पहिला त्यही माथिबाट सुरु गरेँ अब झारजुरुप आउँछन् अनि हान्ने मार्ने मान्छे हेरी सबैलाई मार्ने भनेर उनीहरूले त्यही सुरु गरे तेरो छोरो घर छैन भने छैन भने अनि त्यहाँ तेरो छोराले लिएर हिँडेछ अब अहिले कसैले गाउँले थाहा पाएन तैँले 4 बजीभित्रमा तेरो थन्गाउँ तेरो छोरो हाम्रो थन्गाउँ हाम्रो छोरी पाइस हुनु पारिस नत्र भने तेरो हाम्रो चाहिँ अब चाहिँ कि तेरो भएको छैन कि हाम्रो भएको छैन तँ चाहिँ मरिस भनेर उनीहरूले भने अनि हामी चाहिँ अब तपाईँ तेरो आफन्त जातिमा 4 बजीभित्रमा अब आइज्यू खोजेर भने अनि हामी जोइडार गयौँ रामडाँडा गयौँ माडाँडा गयौँ अनि अहिले यतिखेर आइपुग्यौँ अनि 12 बजे त्यस्तै 10 बजी हिँड्यो राति 10 बजी हिँड्नुभयो रातभरि रामडाँडा भदौरे गरेर हामी अहिले दिनमा यतिखेर घर अझै आइपुग्यौँ 5 बजी घर आइपुगेको छ हामी त्यहाँ 19 गते चाहिँ अनि उनीहरूले हामीलाई सबै आएर अब फलान ठाउँमा अब हत्तै नजाउँ अब त्यहाँ झगडा गरेर यस्तो गरौँ अनि त्यहाँबाट जो मर्छ तैले भएर यी हाम्रो अब तल अनि मलाई 2 लाख त उहीँ हान्यो म ढलिनँ है अनि त्यहाँबाट लिएर गएर अरू सबै प्याक पारेर हाम्रो यो जाति झप्पै गइहाल्यो उनीहरू यत्रो होला हामीलाई मारिहाल्छ अब हामी लुक्ने भनेर लुकेर भित्रबाट ढोका बल्ली बनाएको ढोका बल्ली बनाउँदाखेरिमा उनीहरूले छोडेनन् आज अब कति बजीसम्म छोड्यो म भन्दैछु अनि हामी चाहिँ आज चाहिँ अब यो एकै ठाउँमा अब पोको परिहाल्यो बरु छटपट्ट भइदियो भएदेखि उनीहरूको त्यहाँ जोगाउँथे भाग्न उनीहरूले मेसो पाउँथे अब पाउँथे भाग्ने चानस पाउँथे चानस भाग्ने पाएनन् अब एकै ठाउँमा पोको परिहाल्यो 12 बोल पोको परेको अनि उनीहरूले सबै अब मार्ने भनेका छन् सबैले त्यो भयो पुरुषहरूले ढोका लाता ल्याएन ढोको पनि फुट्दैन केही गर्दैन लात्ता ल्याएन छन् एउटा चाहिँ खुकुरले हानेका छन् सबैले उता छिल्ला हेर बनाएका छन् उता निस्केर हेर बनाएका छन् उता ढक्का गरेर नहुने उता फुटाइसक्यो भागिसक्यो भनेका छन् उता फुटाइसक्यो भागिसक्यो भनेका छन् त्यो घरमा सबै दुलाउनु मन बेला भएको लो पतिभार मान्छे रातभरि बसेर अनि बिहानबाट अब 5 त्यस्तै 4 बजीबाट फेरि हान्न थालेको 5 बजी 6 बजी 5-6 बजीसम्म हान्दै मेसे 10 बजीसम्म जहाँ साथ दिनु पर्दैन होइन सन्तोष सरले दिन लगायो पर्दैन जहाँ साथ दिन अब पास भइहाल्यो अरू नभयो भयो यतिकै अब भनेको छ रामबहादुर सरले त परीक्षा दिनु पाउँदैन तँलाई बाटामा भुलाल पायो फुलाल पायो फुलाल तिमीहरूलाई चुर्छ अब तिमीहरूले जहाँ दिनु पाउँदैन स्कुलमा पढ्नै पाउँदैन निकालिदिन्छ भनेर रामबहादुर सर थापा खुवाएर यो चाहिँ डकुमेन्ट्री अर्थमन्त्री र गृहमन्त्री र प्रधानमन्त्रीलाई देखाउनु पर्छ डकुमेन्ट्री माथिबाट र तलबाट कुरा भएको सब ढोका लाएर बस्छ उनीहरू चाहिँ लात्ती लात्ता हाने भने सरले पनि राडी भालु पताइ सबै भन्नु थाल्यो फोरकुरा बन्नु थाल्यो आफ्नै सर हो सरको नाम रामबहादुर सुवेदी कतिवटा जाति हो कतिवटा दिएन 5वटा दि एउटा दिन म बाटामा भेटे बाटा हिर्काउँछु तँलाई भुराले ठुलादेखि भुरालेसम्म हिर्काउँछु भनौँ म त कसले भने तिमीलाई त्यस्तो त्यो सबले भने थियो सरहरूले पनि भन्नुभयो सरहरूले भने हाम्रो दिललाई मलाई पिटेर त्यहाँ पिट्छ भने म त गइनँ बाटामा पिटेर मार भनेर म जान गइनँ के भनेर कुटेको यहाँ हामी उता जान पल्ला दाइ म अनि माथिहरूको भाइ अनि बसिरहेको थियौँ अनि त्यहाँ घोचेर लागेको भन्थ्यो यहाँ हाम्रो आमाहरूलाई खोज्ने अनि ओइ राडीलाई निकाल यसको गिली छर्न पर्छ अनि माथिको दास आइरहेको अनि आमा अनि लुकेको थियो अनि तिमीहरूले के टोली ती छ र गजुरीलाई पनि हामीले निर्देशन दिएका छौँ हाम्रो यहीँबाट पठाउने गजुरीबाट पनि छ र हाम्रो स्पेसल टोली यहीँबाट पठाउँछौँ हामीले अहिले पनि ती छ सायद हजुर कोही त्यहाँ पुग्नु भएको छ हामीले चाहिँ कुनै पनि हालतमा जसरी हुन्छ त्यहाँ पढ अनि त्यसपछि अनुसन्धान अथवा यो दोषीहरूको चाहिँ खोजतलास चाहिँ गरिरहेको छ हिजो चाहिँ यहाँले चाहिँ फिल्डमा भेट्नु कि भेट्नुहुन होइन हाम्रो चाहिँ सुरक्षा कर्मीहरू चाहिँ परिचालित चाहिँ भइरहेछ अनि त्यहाँ प्रचलित चाहिँ कानुन अनुसारको कारबाहीको चाहिँ प्रक्रिया अगाडि बढेको छ दोस्रो कुरा होइन अहिले पीडितहरूको चाहिँ सुरक्षाको चाहिँ प्रत्याभूतिको
गरिएको अवस्था छ होइन। उहाँहरूलाई चाहिँ गाउँमा बस्ने चाहिँ शान्ति सुरक्षा चाहिँ प्रदान गरेको अवस्था छ। यो तिनवटा चाहिँ कुरा हो। बच्चीको भविष्य स्वयंमा चाहिँ मतलब बच्चीको अभिभावकले गुमाउन आएको छ। दलितसँग बिहे गर्यो भन्ने प्रश्न भन्दा पनि त्यो अभिभावक हामी पनि अभिभावक छौँ, हाम्रा पनि छोरी नानीहरू छन्। अब हामीले उसलाई आरोपै मात्रै लगाऊ, हाम्रो समाजले स्वीकार गर्छ। कम्ती उसको भविष्य सुरक्षित त हुन्छ। दलितसँग बिहे गरेर गए पनि भविष्य सुरक्षित त छ नि, त्यसतर्फ ती अभिभावकहरूले सोच पुर्याए। त्यसकारण यो घटनालाई म के भन्ने पक्षमा छु भने नियोजित हो भने दुर्भाग्य। दलित बस्तीमा गएर चाहिँ म त परिवारमाथि चाहिलाग्यो, त्यो सबै जातिगत रूपमा त्यो आक्रमण गर्नु नियोजित हो भने दुर्भाग्य हो। नियोजित होइन, एक्सिडेन्ट हो भने व्यावहारिक रूपमा चाहिँ मेलमिलाप गरेर बस्नुपर्छ भन्ने मान्यता। त्यसपछि मैले तुरुन्तै त्यहाँको व्यवस्थापन समिति लगायत त्यहाँको टिचरसँग सम्पर्क गरेँ। के हो हामीलाई शिक्षक विद्यार्थी सबै यो घटनामा नछिएको भन्ने चाहिँ मिडियाबाट आयो। यसको चाहिँ यथार्थ विवरण के हो तपाईँले मलाई जतिसक्दो छिटो यहाँ चाहिँ रिपोर्टिङ गर्नुहोस् भने मैले अनि स्कुलले मलाई रिपोर्टिङ गर्यो। पर्सि कार्यक्रम भएन भने यो घटना राष्ट्रिय स्तरको घटना भइसकेको छ, राष्ट्रव्यापी भइसकेको छ। र अब धादिङ दलित मुद्दाको केन्द्र अहिले धादिङ बनेको अवस्थामा चाहिँ साँच्चै नै तपाईँको धादिङमा फेरि धादिङ पुलिस कसरी यो घटना घट्यो? 69 बेलुका पहिला माथि घरमा हाम्रो अङ्कल घरको झगडा परेछ। अङ्कलको झगडा पछि हाम्रो एउटा त्यो बाबुलाई चाहिँ कुटपिट भइसकेको छ सुरुमै। अनि उनको भाइ चाहिँ आएर भाउजू हाम्रो दाइले मारिसक्यो, उहाँ आउनु छिटो भन। अनि हामी त्यो म त्यो घटना भएको ठाउँमा जाँदै गएर बिरामीहरू गयो। बिरामी चाहिँ सिरियस नै थियो। अनि त्यहाँबाट कसले पिटाएर भनेर अलिक मान्छे अलिक माथिपट्टि गरेर आएको छ। अनि कसले पिटाएर भनेर जाँदाखेरि अनि मलाई चाहिँ सिधा सुविधा भन्दै एक्कासी हानिहाल्नु भयो, माथि जानु हेऱ्यो। अनि मलाई अनि त्यहाँको सानो भएको ल्यायो पनि अनि बाबुले चाहिँ भित्र लगेर थुनिदिनु भयो। चुकी लाइदिनु भयो भित्र पऱ्यो बाहिर निस्किसक्यो। अनि बाहिर नसकेपछि अनि म भित्रै बसेँ। अनि त्यो मान्छेहरू सबै मलाई मार्न पऱ्यो, यसलाई काट्नु पर्छ, यसलाई मार्नु पर्छ, यसलाई राख्नु भनेर त्यहाँ बसिरह्यो। सबैजना त्यहीँ ढोकामा लाग्दा हामी घरको बालहरू फर्काउने। कतिजना त्यहाँ थियो? धेरै आएको थियो? धेरै थियो, थुप्रा थियो, लगभग 100-200 200जना थियो। राणीका सराही मारिदिन्छ राणीका बाण भन्ने। अनि म बोलेँ कि अब ऊ पनि झम्टिनु ऊ पनि झम्टिनु। उनीहरू 3-4 जनाले झम्ट्यो। अनि पछि आएर फेरि यो प्रहरी कार्यालय निस्किएपछि नि यसलाई एक गाडी चक्काभित्र हाल्नुपर्छ भन्ने। अनि म कसरी घर जानु? त्यो कुरा तपाईँले मेरो त त्यहाँ खासै म आलनमा काम गर्थेँ। आलनमा काम गर्दा पैसा लिन आइज भएको थियो त्यही सापकोटा गाउँमै। म सापकोटा गाउँमा पैसा लिन जाँदै यो यसको भाइले त गल्ती गर्यो भनेर मेरो काका छोरो हो ऊ। यसो भाइले पनि गल्ती गर्यो भने यो के गरेर यहाँ आउँछ भनेर मलाई पनि चुटपिट गरेर मलाई त्यहाँ 2 घन्टा जति मलाई बिहोसी बनाएको छ। राजेश भएर आयो भने हो भने अनि त्यहाँबाट खास केही पनि भन्नुभयो। दाइले जबरजस्ती गरेर ल्यायो कि राजेश भएर आयो, राजेश भएर आयो। अनि त्यहाँबाट राम्रोसँग बस, अब राजेशी भएर आएको, अब खासै केही पनि भन्नुभयो। हजुर किन यहाँ तपाईँ उपचार चाहिँ गराउनुहोस्। अलर्जी अहिले हामी लाग्छौँ, फोनमा कुरा गरौँ है है त। ल ल तलबाट है त। ल बाबुलालजी हस्, तपाईँ त अलि पछि आउनुपर्ने होला। हुन्छ म आउँछु नि, पढाउनु उता रोक्नु होला।